सन्तानकै बानी सुनेर रुन्छिन् आमा, सन्तानकै बानी सुनेर रुन्छिन् आमा। गरियो के यस्तो कहानी सुनेर रुन्छिन् आमा, सन्तानकै बानी सुनेर रुन्छिन् आमा। नमस्ते नमस्कार, तपाईहरुकै दोस्त मित्र म कार्यक्रम सञ्चालक सुरेन्द्र कुमार महतो आज पनि कार्यक्रम मनका कुरा लिएर उपस्थित भइसकेको छु। प्रिय मित्रहरू, यो कार्यक्रममा मलाई जानकारी भएका विषयवस्तु यहाँहरू समक्ष प्रस्तुत गर्ने प्रयास गर्दछु। आजको यो कार्यक्रम मनका कुरामा तपाईहरूले सुन्न सक्नुहुनेछ नेपालको चितवन रत्ननगर बस्ने जीवन थापा र फिलिपिन्स नागरिक जोयाका सम्बन्धमा वास्तविक रहस्यहरू। प्रिय मित्रहरू, फिलिपिन्स नागरिक जोया आफ्ना पारिवारिक जीवन उकास्न दुबईको KFC अमेरिकन भन्ने रेस्टुराँमा काम गरेकी र जीवनसँग माया प्रीति गाँसेपछि 1 महिनासम्मका लागि टुरिस्ट भिसामा नेपाल आइएको कुरा सत्य छ। जीवनकै आमाबाट जानकारी भए अनुसार उनीहरूको बीचमा तनातान हुँदा पासपोर्ट च्यातिएको थियो। त्यसपछि बिना कुनै कानुनी प्रक्रिया अपनाए तिनीहरू पति पत्नी भएर बस्न थालिन्। केही सानो निहुमा आफू घर नभएका बेला बुहारी र नातिहरूलाई घरबाट आदर्श गृहले लगे। बारम्बार बुहारीसँग मिल्ने कोसिस गर्दा उल्टै गृहबाट गाली खाएको बताइन् जीवनकी आमा। छोरा खुलतमा लागेर रक्सी खाएर बुहारीलाई पिटेको र दुःख दिएको कुरा सबै झुठो हो, उहाँ आमाले भन्नुभयो। प्रिय मित्रहरू, सानातिना विवाद कसको घरमा हुँदैन र? त्यसको फाइदा अरूले लिए सनसनी न्यूज बनाउनु कतिसम्मको उचित देखिन्छ? कसैलाई कसैको परिवारसँग विहीन गर्नु कतिसम्मको औचित्य देखिन्छ? जोया र जीवनलाई सँगै बस्दै गरेको, हिँड्दै गरेको हेर्ने छिमेकीहरूसँग किन वास्तविकता सोधेनन्? जोयासँग भएका 2 सन्तान र ती सन्तानका बुबा जीवन नभएको स्वीकार गर्दा DNA टेस्ट किन गरेनन् ती गृह र नेपाल सरकारले? प्रिय मित्रहरू, यो कहाँसम्मको वीर नेपालीको गुण हो? यो कहाँसम्मको वीर बहादुर नेपालीको गुण हो कि अरूको चेली बेटीलाई ल्याउने र आमा बनाई फर्काइदिने? तर टप्प टप्प आँसु झार्ने जोयाका आँखाहरूलाई पढ्दा त्यसमा पनि केही वास्तविकता झल्किन्छ। प्रिय मित्रहरू, वास्तविक दोषी को हुन् त? नेपाल सरकार, आदर्श गृह, जीवन थापा या जोया स्वयं आफै? प्रिय मित्रहरू, छानबिन हुँदैछ। सत्य तथ्य आएपछि यहाँहरूलाई जानकारी गराउने वाचा गर्दै म कार्यक्रम सञ्चालक सुरेन्द्र कुमार महतो बिदा लिँदैछु। हस्त, जय नेपाल।